साथीहरु गुड मर्निङ। आज चाहिँ हामी दिदी बहिनी टुरमा निस्किँदैछौँ। हेर्दिनुहोस् होला हाम्रो भिडियो, लाइक शेयर एन्ड सब्स्क्राइब पनि गरिदिनुहोस्। आजको वेदर कस्तो राम्रो रहेछ है। चाहिँ बजार घुम्नु गएको कि वेदर पनि कस्तो राम्रो रहेछ। हामी यहाँनिर अटो पक्रेर जानुपर्ने अवस्था हुन्छ। यहाँनिर चाहिँ अब अटोको लागि चाहिँ हामी यहाँनिर फिलहालमा चाहिँ बसिरहेको छौँ। ठिक्कै अटो पनि आए साथीहरु। हामी सिटी सेन्टर जानुको लागि चाहिँ हामी चाहिँ यहाँनिर अगाडि सिटमा गाडीबाट उत्रेर पनि पैसा दिँदैछ। अब चाहिँ हामी मार्केट तर्फ गयौँ है साथी। कुनै दोकान पनि खुलेको छैन। अब हामी यहाँनिर किन्यौँ न। सिटी सेन्टर हेर्नु नपाएर हेर्नु आएको जस्तो मात्रै भयो। आज चाहिँ त्यस्तै भयो। अब हामी जान्छौँ भेगा मल हेरौँ न, त्यहाँ छ खुला छ ठिकै छ। नम्बर जुडियो जाऊँ। ओके, हामी चाहिँ फर्स्ट सिटी सेन्टर गएको थियौँ साथीहरू। त्यहाँनिर चाहिँ हामी अलिक छिटो पुगेको कारणले चाहिँ खुलेको थिएन। त्यही भएर हामी फर्स्ट चाहिँ नानीको लागि साइकल हेरौँ भनेर हामी सबैजना साइकल हेर्नु लाग्यौँ। फाइनल्ली हामीले नानीको लागि यो साइकल सेलेक्ट गऱ्यौँ। अन्त यसको दाम काम मिलाउनु हुँदैछ मेरो हस्बेन्डले चाहिँ। म र बहिनी चाहिँ यहाँनिर साइकल यसो यताउता कुदाउँदै बसिरहेको छौँ। अब चाहिँ हामी मार्केटतर्फ लाग्नेछौँ। अघि चाहिँ हामी गएको थियौँ होइन, फर्स्टमा सिटी सेन्टर पनि गयो, त्यो पनि बन्द थियो। भेगा मल पनि गयो, त्यो पनि बन्द थियो। जुडियो पनि गयो, त्यो पनि बन्द थियो। अब हाम्रोमा त्यत्रो फेरि रिटर्न ब्याक हुने टाइम छैन। त्यही भएर हामी यहीँनिर अगाडिकै जुडियो जाँदैछौँ। किनभनेदेखिलाई चाहिँ हामी घरबाट साह्रै छिटो निस्क्यौँ। यो भेनाले चाहिँ अझै छिटो निकालेको थियो हामीलाई होइन। तर मैले झन् ढिलो 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 भनेर चाहिँ यहाँनिर टाइममा निस्क्यौँ। अब जुडियो जाँदैछौँ। हामी चाहिँ त्यही भएर चाहिँ हामी चाहिँ जुडियोमा चाहिँ आयौँ। अहिले चाहिँ हेर्नु नि हिरो केटी मात्रै स्पोन्सर चाहिँ यहाँ छ। केटी मात्रै हुँदो रहेछ यहाँ त। अनि केटीको जाँदा त अब कसलाई केटाको ल्याउँछ त। बुढाले चाहिँ यो किनिदिनु भयो होइन। कति हो यसको प्राइस? यति नकिन्दिसम्म चाहिँ उहाँ चाहिँ ठुस्केकै थियो। अहिले चाहिँ खुसी भयो उसको बुढलाई किनिदिनु पाएर चाहिँ। म चाहिँ यो नयाँ जुत्ता लगाएर एकछिन उफ्रे। हामीले चाहिँ प्राय काम सकिसकेको थियौँ। सपिङहरू पनि डल्लै गरिसकेको थियौँ। तपाईहरुलाई मैले डल्लै फुल भिडियो त ल्याउन सकिनँ, धेरै लामो हुन्छ भिडियो भनेर मैले छोटो छोटो नै क्लिप बनाएको छु साथीहरू। अब हामी चाहिँ बाहिरतर्फ निस्किँदैछौँ। हाम्रो चाहिँ सबै काम सकेर पनि म र बहिनी चाहिँ यहाँनिर टाइम पास गर्दै बसिरहेको थियौँ। मेरो हस्बेन्ड चाहिँ गाडी भन्नुको लागि जानुभएको थियो। आजको मेरो भिडियो चाहिँ यतिसम्मकै थियो साथीहरू। अब चाहिँ हामी गाडीतर्फ, मेरो हस्बेन्डले चाहिँ गाडी भनेर पनि आउनुभयो। हामी चाहिँ गाडीमा बसेर पनि अब घरतर्फ लाग्यौँ साथीहरू। मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू। फेरि नेक्स्ट भिडियो लिएर आउने छु तपाईँहरू समक्ष। थ्याङ्क यू फर वाचिङ। बाइ बाइ।